तपाईले कहिले सोच्नु भएको छ तपाईको फोन कसरी चार्ज हुन्छ र कसरी डिस्चार्ज हुन्छ? चार्ज भइसकेपछि तपाईले रिल्स हेर्ने सँगसँगै गेम खेल्ने काम चाहिँ कसरी गर्न पाउनु भएको छ त? यसको पछाडिको टेक्नोलोजी के छ त? आज बुझौं। यसमा मुख्य भूमिका ब्याट्रीकै रहेको हुन्छ। ब्याट्री भित्र मुख्यतः 4 वटा कम्पोनेन्ट रहेका हुन्छन्: क्याथोड, एनोड, सेपरेटर र लिथियम आयन। लिथियम आयन प्रायजसो अहिले ब्याट्रीहरुमा युज हुँदै आएको छ। मानौ अहिले तपाईको फोन फुल चार्ज छ। जब तपाई आफ्नो फोनमा गेम खेल्नुहुन्छ अथवा रिल्स हेर्नुहुन्छ त्यो समयमा फोनले ब्याट्री खपत गर्छ। ब्याट्री खपत गर्दाखेरि ब्याट्री भित्र एनोड साइडमा भएको लिथियम आयन चाहिँ क्याथोडतिर मुभ हुन्छ, जुन कुरा चाहिँ भोल्टेज डिफरेन्सले गर्दा हुन्छ। यसरी मुभमेन्ट हुने क्रममा एनोड साइडमा भएका इलेक्ट्रोनहरू पनि तपाईको फोनको सर्किट हुँदै क्याथोड साइडमा चाहिँ पुग्छ, जुन कुराले चाहिँ करेन्ट जेनेरेट गर्छ र तपाईको फोन चल्छ। यसरी तपाई जब आफ्नो फोन युज गर्दै जानुहुन्छ सबै एनोड साइडमा भएको लिथियम आयन चाहिँ क्याथोड साइडमा गएर थुप्रिन्छ र तपाईको फोनमा ब्याट्री सकिएको देखाउँछ। जब तपाई आफ्नो फोनलाई पुनः चार्जरसँग जोड्नुहुन्छ त्यो प्रोसेस भनेको क्याथोड साइडमा थुप्रिएर बसेको लिथियम आयनलाई पुनः एनोड साइडमा चाहिँ फर्काउने प्रोसेस हो, जुन चाहिँ हामी एक्सटर्नल फोर्स अर्थात् चार्जर प्रयोग गरेर गरिरहेका हुन्छौं। यसरी पुनः जब क्याथोडमा भएको लिथियम आयन एनोडमा फर्किँदै जान्छ तब तपाईको फोनमा चाहिँ चार्जिङ पर्सेन्टेज बढेको देखाउँदै जान्छ र सबै फर्किसक्दा चाहिँ तपाईको फोन फुल चार्ज भएको देखाउँछ। अब यसमा अप्पर लिमिट र लोअर लिमिटको कुराहरू पनि हुन्छ। अनि तपाईले याद गर्नुभएको होला नि 0 to 50% चार्ज एकदमै फास्ट हुन्छ। जब 80% पुग्छ तपाई 100 सम्म चार्ज गर्न खोज्नुहुन्छ एकदमै स्लो हुन्छ। यो किन भएको हुन्छ भन्दाखेरि जब तपाई क्याथोडबाट एनोडतिर लिथियम आयनलाई सुरुमा पुश गर्नुहुन्छ त्यहाँ खाली हुन्छ, सरर जान्छ। जब भरिँदै जान्छ एकदमै धेरै चाहिँ प्रेसर लाग्ने हुन्छ र त्यसले गर्दा नै फोन पनि अलि बढी हिट हुने हुन्छ। यसलाई तपाईले सानो बट्टामा चिनी हाल्दाको छेडसँग कम्पेयर गर्न पनि सक्नुहुनेछ। सुरुमा हाल्दा सरर गइरहेको हुन्छ, जब पछि हाल्न थाल्नुहुन्छ अलि ठोक्नुपर्छ अटाउनको लागि है, अलि धकेल्नुपर्छ नि। ब्याट्री कसरी चार्ज र डिस्चार्ज हुन्छ तपाईले मजाले बुझ्नु भयो होला। अर्को भिडियोमा के बारे बुझ्न चाहनुहुन्छ कृपया कमेन्ट गर्नु होला।